कहिलेकाहीँ केही पूर्वाधारहरू केवल कङ्क्रिट र स्टिल मात्र हुँदैनन्, तिनीहरू देशको कथा बोल्ने धमनी बन्छन्। आज हामी त्यस्तै एउटा सडकको कथामा डुब्दैछौँ जसले भूगोल मात्र होइन, सिङ्गो नेपाललाई एउटै मालामा उनेर एउटा राष्ट्र बनायो। ल भन्नुस् त, एउटा देश कसरी पूर्ण बन्छ? के नक्सामा सिमाना कोरिदिएर मात्र देश बन्छ? होइन नि, त्यसलाई एक आपसमा जोड्ने जीवन रेखाहरू पनि त चाहिन्छ। हो, नेपालको कथामा यो प्रश्नको जवाफ एउटा राजमार्गको निर्माणसँगै जोडिएको छ। एकछिनलाई सोचौँ त, आफ्नो देशको पूर्वबाट पश्चिम जानु छ, तर सिधा बाटो नै छैन। छिमेकी देश भारतको बाटो प्रयोग गर्नुपर्छ। यो सामान्य झन्झट मात्रै थिएन, यो त नेपालको सार्वभौम सत्तामाथिको एउटा गहिरो घाउ थियो, जसले राष्ट्रलाई परनिर्भर र कमजोर बनाएको थियो। अब लागौँ पहिलो खण्डतर्फ, विभाजित राष्ट्र। आखिर यो राजमार्ग किन यति धेरै आवश्यक थियो त? यसको जवाफ खोज्न हामीलाई 20औं शताब्दीको मध्यतिरको नेपालमा फर्कनुपर्छ, जुन बेला नेपाल भौगोलिक र भावनात्मक रूपमा एकदमै टुक्रिएको थियो। यो अवस्थालाई बुझाउन एउटा शब्द छ, भारत वेष्टित। यो भनेको भूपरिवेष्टित हुनुभन्दा पनि जटिल अवस्था हो, जहाँ आफ्नै देशको एक ठाउँबाट अर्को ठाउँमा जान पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। राजा महेन्द्रले यो परनिर्भरतालाई राष्ट्रिय स्वाभिमानमाथिको सबैभन्दा ठूलो खतराको रूपमा देखे। उनी चाहन्थे नेपाल आफ्नै बाटोमा हिँडोस्, त्यो पनि शाब्दिक अर्थमै। त्यति बेलाको नेपाल कस्तो थियो भने, म नेपाली हुँ भन्नुभन्दा पनि म काठमाडौँको हुँ, मधेसको हुँ वा खस क्षेत्रको हुँ भन्ने पहिचान बलियो थियो। देश टुक्रा टुक्रामा बाँचेको थियो भन्दा फरक पर्दैन। मानिसहरूका मन जोडिएका थिएनन्, किनभने उनीहरूलाई जोड्ने बाटो नै थिएन। र यही टुक्रिएको यथार्थलाई जोड्न राजा महेन्द्रले एउटा महान परिकल्पना देखे। उनी केवल एक शासक मात्र बनेनन्, उनी एक राष्ट्र निर्माता बने। अब जाउँ दोस्रो खण्डमा, राजाको महान परिकल्पना। उनको राष्ट्रिय एकीकरणको अभियान खासमा तीनवटा खम्बामा अडिएको थियो। पहिलो, एउटै भाषा अर्थात् नेपाली, जसले सबैको बोली मिलाओस्। दोस्रो, एउटै मुद्रा नेपाली रुपैयाँ, जसले अर्थतन्त्रलाई जोडोस्। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, एउटै सडक सञ्जाल, पूर्व पश्चिम राजमार्ग, जसले यो सिङ्गो राष्ट्रलाई भौतिक रूपमै एउटै मालामा गाँच्न सकोस्। तर यो सपना साकार पार्न सोचे जस्तो सजिलो थिएन। सडक बनाउने पहिलो प्रयास, आरटिओ भनिने एउटा अन्तर्राष्ट्रिय प्रोजेक्ट, नराम्रोसँग असफल भयो। 1963 सम्ममा त लक्ष्यको केवल 28% काम मात्र सकिएको थियो। तर यो असफलताले महेन्द्रलाई रोकेन, बरु एउटा नयाँ, अझ चलाख बाटो देखायो। अनि सुरु भयो तेस्रो खण्ड, प्रतिद्वन्द्वीहरूले बनाएको राजमार्ग। आरटिओको असफलताबाट पाठ सिक्दै राजा महेन्द्रले यस्तो चतुर कूटनीतिक चाल चले, जसले विश्वका शक्तिहरूलाई नै नेपालको बाटो बनाउन बाध्य बनाइदियो। यो महेन्द्रको मास्टर स्ट्रोक थियो। उनले शीत युद्धको तनावलाई नेपालको लागि अवसरमा बदले। उनले विश्वका कट्टर दुश्मनहरू भारत, सोभियत सङ्घ, बेलायत र अमेरिकालाई एउटै राजमार्गका अलग अलग टुक्राहरू बनाउन लगाए। यसको नतिजा, राजमार्ग पनि बन्यो र कुनै एउटा देशको मात्रै नेपालको यो जीवनरेखामाथि नियन्त्रण पनि भएन। सोच्नुस् त, कस्तो अनौठो दृश्य! नेपालको राजमार्ग शीत युद्धका प्रतिस्पर्धीहरूले मिलेर बनाएको एउटा अनुपम चित्र जस्तै बन्यो। पूर्वको भाग भारतले बनायो त बलियो पुलहरू सहितको मध्यभाग सोभियत सङ्घले। यता बेलायत र अमेरिकाले महत्त्वपूर्ण औद्योगिक क्षेत्रहरू जोड्ने काम गरे। एउटै बाटो, तर निर्माता अनेक। जब चीनसँग जोड्ने अर्को सडक अरिनीको राजमार्ग बनाउने कुरा आयो, भारत र पश्चिमा देशहरू निकै डराए। उनीहरूलाई लाग्यो कतै चीनबाट साम्यवाद गाडी चढेर नेपाल पस्ने त होइन। तर राजा महेन्द्रको जवाफ एकदमै कूटनीतिक र सटिक थियो। साम्यवाद ट्याक्सीमा चढेर आउँदैन। उनले स्पष्ट पारे कि यो बाटो व्यापारका लागि हो, विचारको आयातका लागि होइन। अब हेरौँ चौथो खण्ड, नयाँ नेपालको निर्माण। यो राजमार्ग केवल एउटा बाटो मात्रै थिएन, यसले त नेपालको अनुहार, अर्थतन्त्र र समाजलाई सधैँका लागि बदलिदियो। आउनुहोस् हेरौँ कसरी। स्क्रिनमा देखाइएको यो अङ्कहरूले एउटा क्रान्तिको कथा भन्छन्। औलो उन्मूलन र नयाँ राजमार्गले तराईलाई पहाडका मानिसहरूका लागि सपनाको भूमि बनाइदियो। मानिसहरूको ओइरो नै लाग्यो। राजमार्ग छेउका जिल्लाहरू जस्तै सर्लाही र कञ्चनपुरको जनसङ्ख्या आकाशियो, जबकि राजधानी काठमाडौँको वृद्धिदर निकै सुस्त रह्यो। यसले नेपालको जनसङ्ख्याको नक्सा नै परिवर्तन गरिदियो। यो केवल मानिसहरूको बसाइसराई मात्र थिएन, यो एक आर्थिक कायापलट थियो। जुन तराई हिजो औलोको डरले जङ्गल र सिमसार थियो, त्यही तराई राजमार्ग बनेपछि नेपालको अन्न भण्डार बन्यो।
1970को दशकसम्ममा त देशको अधिकांश खेती यही उर्वर भूमिमा हुन थालिसकेको थियो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो राजमार्ग काठमाडौँको शक्तिलाई देशको कुना-कुनासम्म पुर्याउने माध्यम बन्यो। राष्ट्रिय ब्याङ्क, राष्ट्रिय भाषा, सेना र प्रहरी सबै यही बाटो हुँदै देशैभरि फैलिए। यसले राजा महेन्द्रको पञ्चायत राष्ट्रवादको जगलाई बलियो बनायो र देशलाई काठमाडौँबाटै नियन्त्रण गर्न सजिलो बनाइदियो। अब लागौं अन्तिम खण्डतिर, धमनीको विरासत। यो राजमार्ग र यसका निर्माता राजा महेन्द्रको जटिल र अक्सर विवादित विरासतलाई अलिकति नियालेर हेरौं। राजा महेन्द्रको विरासत आज पनि उत्तिकै बहसमा छ। कोही उनलाई आधुनिक नेपालका निर्माता मान्छन्, जसले देशको सार्वभौमसत्ता जोगाए, त कोही उनलाई प्रजातन्त्रको हत्या गरेर निरङ्कुश शासन लाद्ने शासकको रूपमा हेर्छन्। र यो राजमार्ग उनको यही दोधारे विरासतको सबैभन्दा ठूलो भौतिक प्रमाण बनेर उभिएको छ। तर विडम्बना, आज नेपालको यो जीवनरेखा आफै खतरामा छ। यो राजमार्ग जीर्ण हुँदैछ। विशेष गरी 50 वर्ष अघि सोभियत सङ्घले बनाएका बलिया पुलहरू आजको बढ्दो यातायातको भारले थकित भइसकेका छन्। यिनलाई तत्काल मर्मत नगरे कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ। यो राजमार्गको यात्रा हेर्दा के देखिन्छ भने यसको कथा सकिएको छैन। यो त निरन्तर विकसित भइरहेको छ। कुनै बेला राष्ट्रिय एकताको प्रतीक रहेको यो सडक आज अन्तर्राष्ट्रिय सञ्जालको एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको छ। महेन्द्रको राष्ट्रिय आत्मनिर्भरताको सपना अब क्षेत्रीय अन्तर्सम्बन्धको नयाँ दृष्टिकोणमा बदलिरहेको छ। नेपाललाई भूपरिवेष्टितबाट भूजडित राष्ट्र बनाउने महत्त्वाकांक्षी लक्ष्यका साथ यो राजमार्ग अब विशाल एसियाली राजमार्ग सञ्जालको एक हिस्सा बनेको छ। र अन्तमा एउटा गहिरो प्रश्न, जुन धमनी हिजो नेपाललाई जोड्न बनाइएको थियो, के त्यही धमनीले भोलि दुई विशाल छिमेकी भारत र चीनलाई जोड्ने महादेशीय पुल बन्न सक्ला? यो राजमार्गको कथा अझै सकिएको छैन। यसको अर्को अध्याय लेखिन त बाँकी नै छ।